जय श्रमिक। आज 21/7/2026 को दिन हामी लङभ्यूको पिएफको विषय लिएर यहाँ रिजनल पिएफ अफिस कमिसनर साहबलाई भेट्न आएका थियौँ। हामीले आज फेरि एउटा डेपुटेसन दिएका थियौँ किनभने लास्ट 2 तारिक जुन त्रिपाठिक मिटिङ भएको थियो त्यहाँनिर पिएफ कमिसनरहरू पनि हुनुहुन्थ्यो र त्यहाँ लामो पिएफको विषयमा चर्चा हुँदाखेरि पनि त्यो मिटिङ चाहिँ अर्थहीन रूपले टुङ्गिएको थियो। तर डिपार्टमेन्टको के दायित्व बन्छ भन्दाखेरि डिपार्टमेन्टले मिटिङको निचोड नपर्खेर आफ्नो काम त गरिरहनु पर्ने हुन्छ र डिपार्टमेन्टले चाहिँ के काम गरिरहेछ किनभने पिएफलाई त स्पेसियल प्रोभिजनहरू छ, त्यो प्रोभिजन अनुसार चाहिँ काम गरेको छ कि छैन भनेर हामी आज सोध्नु आएका थियौँ। त्यो मिटिङ पछाडि के अपडेट छ भन्दाखेरि चाहिँ एउटा चाहिँ नयाँ अपडेट हामीले यहाँ पायौँ। त्यो अपडेट चाहिँ के भने पिएफ डिपार्टमेन्टमा चाहिँ मालिकले 16 जुलाई 2026 को दिन चाहिँ 3,07,648 रुपियाँको एउटा ड्राफ्ट बुझाएको रहेछ। त्यो ड्राफ्ट बुझाएको रहेछ र त्यो ड्राफ्ट चाहिँ तपाईँको हिजो 20 जुलाई 2026 को दिन चाहिँ त्यो ड्राफ्ट क्लियर भयो। भन्नुको मतलब 3,07,648 रुपियाँ पैसा चाहिँ पिएफको एकाउन्टमा आएको छ, लङभ्यूको पिएफ एकाउन्टमा। र यो कहिलेको भन्दाखेरि यो चाहिँ 2025 को अगस्त महिनाको मात्र हो, बुझ्नुभयो त। अगस्त महिनामा जतिजनाले काम गरेका थिए त्यसको मात्रै पिएफको एमाउन्ट चाहिँ जम्मा गरेको छ मालिकले अहिलेसम्म यहाँ हेर्नु। र यो एकदमै झिँगाको टाउको जत्रो एमाउन्ट मात्र हो 12 करोडको अगाडि चाहिँ। तर मालिकले गर्दो रहेछ नि त, गर्नु सक्छ नि गऱ्यो भने। यति नै बुझाएको भए पनि अहिलेसम्म यत्रो बाँकी हुन्थेन। जब आन्दोलन गर्नु थालेपछि चाहिँ यो सानो सानो रकम बुझाउनु थालेछ। र एउटा अर्को कुरा योसँग के जोड्यो भने अस्ति मिटिङमा पनि कुरा उठ्यो, नाम मिस्टेक छ भने करेक्सन गर्नुपर्छ, पिएफको पस्दैन, पिएफ एमाउन्ट पस्दैन, पिएफले पैसा रिसिभ गर्दैन, एक्सेप्ट गर्दैन भन्ने जुन चर्चा चलिरहेको थियो। र त्यति बेला हामीले राखेको थियौँ यो कुरा कि पिएफ नाममा पस्ने होइन युएन नम्बर एकाउन्ट नम्बरमा पस्छ भनेर हामीले भनेका थियौँ। र त्यसको रिजल्ट देखाइदियो त गोविन्दगढको आफैले। गोविन्दगढको आफैले यो पैसा जम्मा गरेर पिएफ अफिसले रिसिभ गर्दा के भयो भन्दाखेरि नाम करेक्सन म्याटर होइन, युएन नम्बरमा पैसा पस्छ, बुझ्नुभयो त। अनि मालिकले पनि यति बेला पैसा हाल्नु सक्छ, केही करेक्सनको दरकार छैन, यति बेला करेक्सन बादमा गर्दा हुन्छ भन्ने चाहिँ यो प्रमाण भएको हो। यसरी बगान लेभलमा अफवाह फैलाउनु हुँदैन होइन। मिटिङलाई कुन चाहिँ भयो मिटिङलाई यसरी मिटिङलाई कमजोर बनाउने काम चाहिँ साथीहरूले गर्नु हुँदैन। किनभने पैसा पस्छ, यसरी पसिरहेछ यो पैसा। एमाउन्ट एकदम सानो हो तर यो आन्दोलनले गर्दै भएको हो। यो सबै कुराहरू चाहिँ जुन मिटिङमा हामीलाई अन्धो बनाउने, हामीलाई कमजोर बनाउने कुराहरू गर्थ्यो नि त साथीहरूले, तर त्यस्तो हुँदै होइन क्या। यो पैसा पसिरहेछ। अब 3-4 दिनभित्र इन्डिभिजुअल वर्कर्सको एकाउन्टमा डिस्पर्स हुन्छ भनेर रिजनल कमिसनरले भन्नुभएको छ। र यो सँगसँगै अर्को इन्फर्मेसन के छ भने लास्ट महिना 11.5 लाखको पनि एउटा ड्राफ्ट बुझाएको छ मालिकले लास्ट महिना। तर त्यो ड्राफ्ट अझैसम्म पनि कन्फर्म भएको छैन। युनियनको साथीहरूले के खोज्नु पर्यो, अब त्यो किन कन्फर्म हुन सकेन? यो 3 लाखको चाहिँ कन्फर्म हुने, 11.5 लाखको किन कन्फर्म भएन? हामीले यो सोधेको छौँ रिजनल अफिसलाई। र हिजो 20 तारिक फेरि एउटा टिम आएर, गोविन्दगढको एउटा टिम आएर 11 लाखको एउटा ड्राफ्ट बुझाएको छ। त्यो कहिले क्लियर हुन्छ भन्दाखेरि त्यो ब्याङ्कमा पठाउँछौँ हामी, त्यहाँबाट क्लियर हुन्छ भनेर पिएफ कमिसनरले भन्नुभएको छ। र हाम्रो टार्गेट चाहिँ यहाँतिर पनि हुनु पर्यो। आन्दोलन चल्छ जबसम्म हाम्रो डिमान्ड फुलफिल हुँदैन होइन। पिएफको प्रक्रिया यो चल्दैछ, ठिक छ, हामी एक्सेप्ट गर्दैछौँ। र यो जुन 11.5 लाखको ड्राफ्ट क्लियर हुनुपर्ने हो अझसम्म क्लियर भएको छैन। हामीले क्वेसन गऱ्यौँ भित्र 11 लाखको ड्राफ्ट कहिले बेलासम्म क्लियर हुन्छ यसको क्वेसन गरिरहेको छौँ। र हामी फेरि एउटा मेल लेखेर यहाँ सोध्छौँ र उनीहरूले भनेछ हामीलाई तत्काल जस्तो यो क्लियर हुन्छ तपाईँहरूलाई अपडेट दिन्छु, तपाईँहरूलाई रिपोर्ट दिन्छु भनेछ। हाम्रो रिक्वेस्ट युनियनको साथीहरू पनि आएर यहाँ सोध्नुहोस्, युनियनको साथीहरू पनि आएर खोज्नुहोस्। यो कुराहरू चाहिँ हामीले यहाँ राखिदिएका छौँ र चाँडै यो ड्राफ्टहरू पनि क्लियर हुन्छ। आन्दोलन अझै किन चल्छ भन्दाखेरि ग्रेजुटीको डल्लै पैसा पाउनु छ होइन। र यो पिएफको पनि कुन प्रकारले क्लियर गर्ने, किनभने जुन इन्स्टलमेन्टको प्रोभिजन मागेको थियो मालिकले, पिएफ अफिसले मानेन। पिएफ अफिसले प्रोभिजन नमान्दाखेरि अहिले आएर आफै आउँदै डेली त बुझाइरहेछ, डेली बुझाइरहेछ। अनि 2025-26 को एमाउन्ट चाहिँ म यो हप्ताभित्र क्लियर गर्छु भनेछ अरे मालिक। हेरौँ, हामी आशावादी छौँ त्यो क्लियर गरौँ। त्यहाँबाट हाम्रो पुरानो ड्युजमाथि फेरि चर्चा गरौँ। 3 करोड 90 लाखको ड्युज छ हाम्रो वर्करको मात्रै। ओभरअल लगायो भने त हाम्रो 12-12.5 करोडको ड्यु छ। त्योमाथि पनि हामी चर्चा गर्नुपर्छ। यो कुरा पनि कमिसनर साहबलाई राखिदिएको छु। र अझै हाम्रो कुरा चाहिँ के भने कमिसनर साहबलाई भन्दैछौँ हामीले, यो मालिकको अन्डरमा अझै 7-8 कम्पनी सिलगढीमा रनिङ छ। त्यसको नाम पनि दिएको छु आज। पहिला पनि नाम दिएको, पहिला पनि नाम दिँदाखेरि के काम गऱ्यो भन्दाखेरि होइन टाइम लाग्छ के लाग्छ अरे। मैले नाम दिएको 1 महिना पुगिसकेको छ कमिसनरलाई। आज फेरि चर्चा गर्दाखेरि 2 जनै कमिसनरको अगाडि मैले उनीहरूलाई डायरीमा लेख्नु लगाएको छु। त्यहाँनिर सिलगढी वाणिज्य प्राइभेट लिमिटेड
तिरु इन्डस्ट्रिज, तिरु वेलनेस, सिङ्गी झोडा, निसिन्तपुर, योहरूको चाहिँ मैले लिस्ट दिएको छु र यो आज नै नोटिस पठाउँछु म यो कम्पनीहरूलाई र तपाईँहरूको जसरी पनि रिकभरी गर्छु भनेर चाहिँ आश्वासन दिनुभएको छ। र यो सबै आन्दोलनको एउटा उपलब्धि हो, सानो सानो भए पनि उपलब्धि हो। र अरू ट्रेड युनियनको साथीहरूले, अरू ट्रेड युनियनको नेतृत्वहरूले पनि यो कुराहरू चाहिँ बुझिदिनुहोस्। यो कुरा बुझेर अनि टेक्निकल कुराहरूमा यहाँ आएर अझै पनि हामीले काम गर्नुपर्ने डल्लै छ होइन। नाम मिस्टेक छ, पिएफ हाल्नु सक्दैन मालिकले, पिएफ अफिसले नाम मिस्टेक छ भने पिएफ एक्सेप्ट गर्दैन भन्ने कुरा होइन। यो तपाईँको यो जुन चाहिँ अगस्त 2025 को जुन पिएफ जम्मा गरेछ यसमा नभएको पनि 250-300 वर्कर छ। अनि म ग्यारेन्टी दिन्छु 250-300 वर्करमा 90देखि 100-120-30 जनाको चाहिँ नाम मिस्टेक छ। अब च्यालेन्जिङ त्यहाँ छ, त्यो उनीहरूको वर्करको पिएफ चाहिँ पसेको हुनु पर्यो, च्यालेन्ज त्यहाँ पनि छ। र त्यो नाम मिस्टेक हुँदै पनि पिएफको पैसा चाहिँ मालिकले हाल्न सक्छ भन्ने प्रमाण चाहिँ यहाँ मालिक आफैले दिएको हुन्छ। जय श्री राम।